म चाहिँ यही भन्न चाहन्छु हैन। किन भन्दा अबको पिँढीले सहेर बस्न सक्दैन। उनीहरूले देखेका छन्, उनीहरूले बुझेका छन्, उनीहरू पढेका छन्। देशलाई परिवर्तन चाहिएको छ। 35 वर्ष दियो हो त तपाईँहरूले, के गर्नुभयो? गर्नु भएर? मलाई त त्यस्तो लाग्दैन। सबै नराम्रोसम्म भन्दिनँ, त्यो पार्टीमा कुनै कुनै राम्रा मान्छेहरू पनि छन्, तर हजुरहरूको टाउकीहरूले गर्दा उहाँहरूलाई पनि यति इफेक्ट परेछ। उहाँहरू पनि आफ्नो ठाउँमा गएर आफ्नो विचार मन्तव्य राख्न सक्नु भएको छैन। तपाईँहरूले गर्दा, तपाईँको पार्टीको नेताले गर्दा। अहिलेको चुनावमा छ नि, तपाईँले के भन्नु, बाहिर मान्छे खुलेर आउन सकेको छैन, किनकि आफ्नै आफन्त यो पार्टीमा उठेको छ। म यो पार्टीमा भोट त उसले दिँदैन। अब तपाईँहरूको पार्टीमा दिँदैन कि उसलाई थाहा छ ऊ शिक्षित हो, झोले होइन, दिँदैन। उसलाई थाहा छ, उसले बुझेको छ, उसले जब होइन म जस्ता कति छन् नेपालमा हाम्रो दाजुभाइहरू, जब 12 कक्षा सक्छ तब बाहिरको कुन देश जाने उता सोच्छ। म त अब मिडल क्लास फ्यामिलीको मान्छे हो। म त 12 कक्षा पढेपछि म के गरौँ? म जागिर खाने हो कि केहीको ट्रेनिङ गर्ने हो कि कुखुरा पाल्ने हो कि बाख्रा पाल्ने हो कि के गर्ने हो? हाम्रो त्यतातिर सोच हुन्छ, किनकि म मिडल क्लास फ्यामिलीबाट बिलङ गर्छु होइन। झोलेको त अब कुरै गरिदिनु छोडिदिनुहोस्, उनीहरूको त अब चाकरी गऱ्यो, छोरछोरी अब बाहिर पठायो, युएस पठायो, कता पठायो। यति चाहिँ म भन्न सक्छु, जसको छोराछोरी युएस, अस्ट्रेलिया, अर्को देश, ठुलो देश गएको छन् नि, त्यो जतिको अभागी बाबुआमा कसैको पनि छैन क्या। त्यो जतिको अभागी बाबुआमा र त्यो जतिको अभागी छोराछोरी छैन। तपाईँहरूले फुर्ती नलाउँदा हुन्छ, मेरो छोरो यहाँ गयो, यति कमाउँछ, कमाएर के गर्ने हो? तपाईँ दिनदिनै बुढो हुँदै जानुभएको छ। तपाईँको छोरछोरीको नातिको मुख हेर्ने बेलामा 2 जना बुढाबुढी मात्रै, घर त बनाइदिएछ त नि, घर त बनाइदियो होला। तपाईँको बेलामा तपाईँले पठाउनु भयो, पार्टीको चाकरी गरेर के गरेर पठाउनु भयो। छोराले उता कमायो, घर त बनाइदिएछ, घर बनाएर खोइ बस्ने मान्छे खोइ? तपाईँको छोरो फर्केर आएर बस्छ त्यहाँ? 99% आउँदैन, 1% त भन्न सक्दैन होला। कोहीको अब केही वर्ष बस्ने हो, त्यहाँ पछि जाम भन्ने होला, तर धेरै मान्छे आउँदैन। तपाईँहरू मर्दाखेरि पनि तपाईँको लास उठाउने बेलासम्म पनि ऊ आउँदैन। तपाईँहरूले संस्कारै त्यस्तै दिनुभएको छ। तपाईँले त्यहीँ जा बाबु भनेर पठाउनु भएको छ। सबैभन्दा अभागी बाबु आमा भनेको चाहिँ तपाईँहरू हो। मेरो छोरो अमेरिका छ, मेरो छोरो युके छ भनेर भन्नुहुन्छ नि, जुन सबैभन्दा अभागी तपाईँहरू हो। खाडीमा भएको त कसलाई त मतलब छैन, ऊ त हिँडिदिन्छ होइन। त्यही भएर तपाईँले विचार गर्नु होला सबैजनाले होइन। खाडीमा भएको त मतलब छैन, 4 घन्टामा पुगिहाल्छ। यसलाई त्यो दायाँ बायाँ यताउति उसलाई केही माया मोह हुँदैन। तपाईँहरूको पो अब संस्कारै त्यस्तै दिनुभएको छ। तपाईँहरूको त अब फ्यामिलीको पनि अब संस्कारै त्यही होला होइन। केही भए पनि मतलब लाउने, जो एउटा खाडी आछ अब अथवा अरू कुनै देश गए जोलाई इफेक्ट पर्छ उसलाई त मतलब हुँदैन। एउटा सामान्य परिवारको व्यक्तिलाई त उसलाई मतलब, उसको लागि परिवारै सबैभन्दा ठुलो चिज हो। उसले परिवारको लागि जुन हदसम्म पनि जान सक्छ, जे पनि गर्न सक्छ, उसलाई त मतलब हुँदैन। ऊ त जान्छ, एकैछिनमा पुग्छ घर। सबैभन्दा पहिला उही पुग्छ, बरु गाउँका मान्छे पुगुन् नपुगुन् सबैभन्दा पहिला उही पुग्छ क्या। तर तपाईँहरूको छोरा तपाईँलाई उठाउन आउँदैन, किनकि तपाईँहरू संस्कारै त्यही दिनुभएको छ। तपाईँहरूको संस्कारै त्यही हो। त्यही भएर विचार गर्नु होला। अरू त म के भनौँ,
सकियो मेरो भन्नु यति नै थियो। भोट दिँदा चाहिँ एकदम विचार गरेर दिनु होला। पुरानालाई चाहिँ नदिनु होला, त्यति चाहिँ म बिन्ती गर्छु। पुरानालाई चाहिँ नदिनु होला, किनकि हामीले हेरिसकियो। काङ्ग्रेस, माओवादी, एमाले हेरिसकियो। 35 वर्ष भयो। तपाईँ अझै पनि त्यही पार्टीको झन्डा बोकेर नम गर्दै ल काङ्ग्रेस 2.0 भएर आयो, फेरिएर आयो, माओवादी तारा भएर आयो हैन, प्रचण्ड सुध्रिएर आयो, केपी ओली फेरि बा झोलेका बा। के लाग्छ तपाईँहरूलाई? गर्छन् अझै पनि भन्नुहुन्छ? सक्नुहुन्छ तपाईँहरूले? भयो, छोडिदिनुहोस्। देश बनाउनतिर लाग्नुहोस्। देश बनाऊ भने छोरो फर्किन्छ, तपाईँहरूको छोरो नि फर्किन्छ। तपाईँको नाति फेरि तपाईँलाई छोडेर बाहिर जानु पर्दैन। तपाईँकै आँखा अगाडि खेल्छ, आँखा अगाडि नै बस्छ, सँगै एकै ठाउँमा बसेर खाना खान पाउनुहुन्छ, सँगै हाँस्न पाउनुहुन्छ, सबै खेल्न पाउनुहुन्छ, सँगै घुम्न जान पाउनुहुन्छ। विचार गर्नु होला। फेरि यही सरकार आयो भने 23-24 फेरि आउँछ, लेखेर राख्नु होला, लेखेर राख्नु होला। किनकि युवाहरूलाई यो मान्ने हुने छैन। उनीहरूले मान्दैनन्, मान्ने हुने छैन। त्यो आन्दोलनमा, त्यो प्रोटेस्टमा हजुरको छोरा, हजुरको नाति केही नहोस्। म चाहिँ त्यति भन्न चाहन्छु। किनकि तपाईँ झोल्यो, अरूको त तपाईँलाई फरक पर्दैन, मलाई थाहा छ। तपाईँको छोरा पनि केही नहोस्, किनकि त्यो पनि एउटा नेपाली नागरिक हो। तपाईँले नराम्रो संस्कार दिए पनि उसले बुझेको छ, ऊ प्रोटेस्टमा जान्छ जान्छ जान्छ, 1 जान्छ, 2 जान्छ, 3 जान्छ, तपाईँले रोक्नै सक्नुहुन्न। जब त प्रोटेस्टमा जान्छ उसलाई चाहिँ केही नहोस् है, किनकि ऊ पनि एउटा नेपाली नागरिक नै हो। एउटा रुखको एउटा फल कुह्यो भन्दामा सबै फल चाहिँ नराम्रो हुँदैन। तपाईँको नाति नराम्रो नहुन सक्छ, तपाईँको छोरा नराम्रो हुनसक्छ, तर तपाईँ चाहिँ नराम्रो। तपाईँले बसालेको व्यतिथि तोड्नलाई तपाईँको छोरालाई 10 वर्ष लाग्ला, तर उसले तोडेरै छाड्छ क्या। बुझ्ने छ ऊ। तपाईँहरूको पार्टीले त संस्कार यस्तो दिएछ कि पहिला संसद भवन जल्यो अनि गोली चल्यो होइन, अनि उसमा जडेको के अरे जलेको पैसा सबै एआई हो। सबै एआई हो भन्दा त जलेको पनि एआई हो नि, होइन र? देवाली कुटाइ खाएको नि एआई नै होला। उसमा जलेको घरको पैसा चाहिँ एआई हो नि, उसले कुटाइ खाएको उसको घर जलेको चाहिँ एआई नहुने। कस्तो स्थिति बसाल्नु भएको छ है तपाईँहरूले। हामीले चाहिँ जे गर्दा नि हुन्छ जस्तो, हामीले भनेको कुरा चाहिँ जसले नै बताइदिनु पर्छ जस्तो, यो त चल्दैन। तपाईँहरूको कति दिन चल्ला र? तपाईँहरू कति दिन बाँच्नु होला र? तपाईँहरूकै भाषामा भन्दैछु, यो चाहिँ यो नराम्रो हो मलाई थाहा छ, तर तपाईँहरूकै भाषामा तपाईँ कति वर्ष बाँच्नु होला? 10 वर्ष? 15 वर्ष? त्यहाँभन्दा त तपाईँको आयु छैन। अनि के गर्नुहुन्छ? के हुन्छ तपाईँको पार्टी? त्यति पार्टीकै पिर लिने भए त अमर भएर आउनुहोस्, तपाईँको बालाई अमर बनाउनुहोस्। 2टा त फेरिसक्यो, अझै 4वटा फेर्न लगाउनुहोस्। किडनी मात्रै फेरेर त बाँचिन्न, मुटु नि चाहिन्छ होला, मुटुले काम पनि गर्नु पर्यो होला। फागुन 21 पछि हार्ट अट्याक चाहिँ नआओस्, होइन र? म चाहिँ त्यही भन्न चाहन्छु। ओके, सबैजनालाई चुनाव लागेको छ, एकदम बुझेर हेरेर मत दिनु होला। हाम्रालाई होइन, राम्रालाई छान्नु होला। तपाईँहरूको मतको कारणले गर्दा तपाईँको छोरा नाति मर्नु नपरोस्। तपाईँको मतको कारणले गर्दा फेरि 23-24 नआओस्। बेला यही हो, पछि पछुताएर केही हुनेवाला छैन। सबैलाई नमस्ते।